नमस्कार सम्पूर्णमा म राधिका गोरसाई आजको यस कार्यक्रमकी सञ्चालिका हजुरहरू सबैलाई हाम्रो ज्ञानमूलक कार्यक्रम दिव्याको बौद्धिक क्षेत्रमा हार्दिक स्वागत छ। ज्ञान भनेको किताबमा मात्र सीमित हुँदैन, हाम्रो वरपरको संसार, इतिहास, विज्ञान, खेलकुद र हाम्रो दैनिक जीवनसँग सम्बन्धित जानकारी पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसैले आज हामी सामान्य ज्ञान विशेष अन्तर्गत कक्षा 7 स्तरका केही रोचक प्रश्नहरू गफ शैलीमा छलफल गर्नेछौँ। आज हाम्रो साथमा एक प्रतिभाशाली प्यारी विद्यार्थी उपस्थित हुनुहुन्छ, उहाँलाई हार्दिक स्वागत गरौँ। कस्तो हुनुहुन्छ नानी? सन्चै छु म्याम। आज त अलि रमाइलो प्रश्न उत्तर हुने भयो, हजुर तयार हुनुहुन्छ? तयार छु म्याम। आज नयाँ कुरा सिक्न पनि पाइने भयो जस्तो लागिरहेको छ। त्यो त राम्रो कुरा हो। सुरुमा हाम्रो दर्शकवृन्दहरूलाई आफ्नो परिचय दिनुहोस्। नमस्कार सम्पूर्णमा, म शिलिसा मोक्तान कक्षा 7 की विद्यार्थी हुँ। आज यहाँ उपस्थित हुन पाउँदा धेरै खुसी लागेको छ। अब हामी प्रश्न उत्तरतिर लागौँ है त। हुन्छ म्याम। पहिलो प्रश्न, नेपालको संविधान कहिले जारी भएको थियो? नेपालको संविधान 2072 साल असोज 3 गते जारी भएको थियो म्याम। राम्रो। नेपालको सबैभन्दा ठुलो जिल्ला कुन हो? डोल्पा जिल्ला नेपालको सबैभन्दा ठुलो जिल्ला हो। एकदमै राम्रो भन्नुभयो। अब अर्को प्रश्न सोध्छु है। मानव शरीरमा रगत सफा गर्ने मुख्य अङ्ग कुन हो? मृगौला मानव शरीरको रगत सफा गर्ने मुख्य अङ्ग हो म्याम। वाह, एकदमै राम्रो भन्नुभयो। नेपाललाई कहिले उपनिवेश बन्न नदिने राजा को हुन्? राजा पृथ्वीनारायण शाह हुन् म्याम। राम्रो। संयुक्त राष्ट्र सङ्घको मुख्यालय कहाँ छ? न्युयोर्क अमेरिकामा छ म्याम। अब अलिक सोच्ने प्रश्न, इन्टरनेटको सही प्रयोग कसरी गर्न सकिन्छ? म्याम, इन्टरनेटलाई पढाइ, अनुसन्धान र नयाँ ज्ञान सिक्न प्रयोग गर्न सकिन्छ म्याम, तर गलत सामग्रीबाट टाढा रहनुपर्छ। अन्तिम प्रश्न, विद्यार्थी जीवनमा समयको महत्त्व किन हुन्छ? समयको सही प्रयोग गरेर मात्र सफलता प्राप्त गर्न सकिन्छ म्याम। समय खेर गयो भने अवसर पनि घुम्छन्। आजको प्रश्न उत्तर निकै रमाइलो रह्यो। हजुरले धेरै राम्रो उत्तर दिनुभयो। अब हाम्रो दर्शकवृन्दलाई केही भन्न चाहनुहुन्छ? सबैभन्दा पहिले मलाई यस कार्यक्रममा सहभागी गराउनु भएकोमा धन्यवाद म्याम। आजको कार्यक्रममा कक्षा 7 स्तरमा धेरै महत्त्वपूर्ण विषयबारे कुरा गर्न पाए। यस्ता कार्यक्रमले आत्मविश्वास बढाउने र नयाँ कुरा सिक्ने बानी विकास गर्ने रहेछ। आजको कार्यक्रम मलाई धेरै रमाइलो लाग्यो। धन्यवाद नानी, हजुरको प्रस्तुति निकै राम्रो रह्यो। प्रिय दर्शकवृन्द, ज्ञान कहिले पनि सानो हुँदैन, जहाँबाट सिके पनि उपयोगी हुन्छ। त्यसैले धेरै सिक्दै र बुझ्दै अगाडि बढौँ। प्रिय दर्शकवृन्द, फेरि पनि हामी अर्को रोचक विषयका साथ भेट्नेछौँ। तबसम्मको लागि पर्खिबस्नुहोला। धन्यवाद।